नोभेम्बर 30, 2018 काठमाडौँको हयात रेजेन्सी होटलमा एउटा भव्य अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना हुन्छ। नेपाल सरकार खुद त्यसको सहआयोजक हुन्छ। नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओली आफै गएर त्यसको उद्घाटन गर्छन्। याद राख्नुहोस्, नेपाल सहआयोजक अनि मुख्य आयोजक चाहिँ को त? यूपीएफ अर्थात् युनिभर्सल पिस फाउन्डेसन र युनिफिकेसन चर्च। यो यूपीएफ र युनिफिकेसन चर्च दुवैका संस्थापक हुन् सन म्युङ मुन अर्थात् ट्रू फादर अनि उनकी श्रीमती हाग जा हान अर्थात् ट्रू मदर। यी दुई कोरियन दम्पति हुन्। यिनीहरूको नाम याद गरिराख्नुहोस्। यिनको चर्चा अब यो भिडियोमा बारम्बार हुनेछ। नेपालमा भएको उक्त समारोहमा 45 भन्दा बढी देशका 1500 जति हाई प्रोफाइल भिआइपी प्रतिनिधिहरू उपस्थित हुन्छन्। नेपालमा 6वटा देशका त राष्ट्र प्रमुख या सरकार प्रमुख अर्थात् राष्ट्रपति या प्रधानमन्त्री स्तरकै मान्छेहरू समेत नेपाल आउँछन्, उपस्थित हुन्छन्। संसारभरि यसको ठुलो कभरेज हुन्छ। तर विवादास्पद होली वाइन खुवाएर क्रिश्चियन धर्म विस्तारको लागि प्रचारको केन्द्र नेपाललाई बनाएको अनि सरकार नै यसको सहजकर्ता र सहयोगी भएको भन्दै यसको विरोध सुरु हुन्छ। नेपालभित्र पक्ष विपक्षमा बहस सुरु हुन्छ। यसमा विदेशी पैसा र राजनीति अनि धर्मको चलखेल पनि सँगसँगै गाँसिएर आउँछ, जो म एकैछिनमा बताउने छु। त्यसपछि छिट्टाफुट्टा राजनीतिक व्यङ्ग्यहरूमा होली वाइनको चर्चा बाहेक अरू केही पनि हुँदैन। समय बित्दै जान्छ। झन्डै यो केस सेलाइसकेको हुन्छ। सबैले बिर्सिन सुरु गरिसकेका हुन्छन्। यो अचानक त्यसको 7 वर्ष पछाडि अर्थात् 2025 को सेप्टेम्बरमा युनिफिकेसन चर्चका प्रमुख हाग जा हान अर्थात् ट्रू मदर उनलाई कोरियामा राजनीतिक घुस प्रकरणको केसमा गिरफ्तार गरिन्छ। त्यसमा नेपालको नाम पनि सँगसँगै जोडिएर आउँछ। अनि फेरि यो केस सतहमा आउँछ र तात्न सुरु हुन्छ। सन् 2026 को जनवरीमा अस्ति भर्खर कोरियाको सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिजम न्युज टापा अनि दुनिया भन्ने एउटा संस्थाले 3212 पेजको एउटा गोप्य अति गोप्य भनिएको एउटा दस्तावेज हात पार्छ र एउटा रिपोर्ट बनाउँछ। त्यसलाई ट्रू मदर रिपोर्ट नाम दिइन्छ। त्यो रिपोर्टमा नेपालका पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल, बाबुराम भट्टराई अनि केपी ओली, त्यो सँगसँगै नेपालका पूर्व सांसद, पूर्व मन्त्री, नेपाल परिवार दलका संस्थापक र अध्यक्ष समेत रहेका एकनाथ ढकालको समेत संलग्नता रहेको भन्ने त्यो रिपोर्टमा देखिन्छ प्रमाणसहित। यो केसले नेपालको राजनीति र धर्ममा विदेशी संस्थाले आफ्ना एजेन्डाहरू घुसाउनको लागि कसरी पात्रहरू प्रयोग गर्छन्, कसरी पैसाको खोलो बगाउँछन् नेपालको राजनीतिमा, नेपाली राजनीतिमा विदेशी फन्डा कसरी घुस्छ, त्यो बहस एकपटक फेरि सतहमा आएको छ। यसले फेरि एकपटक बजार तताएको छ नेपालमा। आउनुस् आजको यो भिडियोमा यो केसको नालीबेली अनि तपाईँ हाम्रा जनप्रतिनिधिहरू, सांसद, मन्त्रीहरू, प्रधानमन्त्रीहरू, त्यो ओहदामासम्म पुगिसकेका मान्छेहरू बाहिर कसरी उग्र राष्ट्रवादको नारा लगाउँछन् अनि भित्रभित्र चाहिँ कसरी विदेशी पैसाको जालो टालोमा बेरिन्छन्, त्यसको नालीबेली आजको यो भिडियोमा।